फाइनली तपाईँहरूको पर्खाइ सकिएको छ। नेपाल आर्मीले चाहिँ फर्म खुलाइसक्यो अनि एकदमै ठुलो माग सङ्ख्यामा चाहिँ फर्म खुलाएको छ। तपाईँहरू जो कोही पनि फर्म भर्न चाहनुहुन्छ भने चाहिँ तपाईँको नजिकको भर्ना छनौट केन्द्रमा गएर चाहिँ फर्म भर्न सक्नुहुन्छ। तपाईँले अफलाइन पनि भर्न मिल्यो र अनलाइन पनि भर्न मिल्यो। तपाईँले अफलाइन भर्नुहुन्छ भने चाहिँ त्यही भर्ना छनौट केन्द्रमै गएर सबै डकुमेन्टहरू बुझाएर गर्नुपर्छ भने अनलाइन भर्नुहुन्छ भने चाहिँ सबै डकुमेन्टहरू अनलाइनमै बुझाएर तपाईँले जस्तो पेपर निकालेर मात्रै त्यहाँ गएर बुझाउँदा मात्रै पनि पुग्छ। अब कुन सजिलो भन्दा तपाईँहरूलाई जे सजिलो लाग्छ त्यही गर्दा नि हुन्छ। मलाई चाहिँ अनलाइन फर्म भर्न अलिकति सजिलो लाग्छ। ओके, अनि तपाईँहरू फर्म भर्नु चाहनुहुन्छ भने चाहिँ छिटोभन्दा छिटो गएर फर्म भर्नुहोस्। तपाईँहरूको चाहिँ 1को महिना 27 गतेसम्मको डेट छ र 1को महिना 28 गतेदेखि 2को महिना 6 कि 7 गतेसम्म मात्रै चाहिँ डबल दस्तुर तिरेर चाहिँ फर्म भर्न मिल्नेछ। त्यही कारणले गर्दाखेरि छिटोभन्दा छिटो गएर फर्म भर्नु होला र पछि गएर अनलाइन क्लास पढ्न चाहनुहुन्छ, लिखित पढ्न चाहनुहुन्छ भने चाहिँ हामीलाई सम्पर्क गर्नुहोला।